अब यहाँ स्थानीयवासीहरू पनि आउनुभएको छ, तपाईँहरूबाट कौतूहल होला, तपाईँहरूको अनुहार पनि हामी पढ्न सक्छौँ, तपाईँबाट खुसी देखिनु पनि हुन्छ। हामीलाई त्यसले वास्तवमा अलिकति सन्तुष्टि पनि प्रदान गरेको छ। म तपाईँहरूलाई यी कुराहरू राख्नु, हाम्रो अस्पतालका कुराहरू राख्नुभन्दा अगाडि हामीले यो अस्पताल अहिले कसरी सुरु गर्यौँ भन्ने विषयमा केही बोल्नुपर्छ जस्तो लाग्यो मलाई। त्यहाँ चस्मा लाएर, कालो चस्मा लाएर चिडिक्क पर बस्नु भएको छ हाम्रो वडाध्यक्षज्यू, हाम्रो सोमजी, अनि मेयर साहब यहाँ हुनुहुन्छ। यो वास्तवमा 2-3 वर्ष अगाडिदेखि उहाँहरूले मलाई पटक पटक हाम्रो टिमलाई, हाम्रो सिइओ सर लगायत सबै, हाम्रो प्रिन्सिपल सरहरू सबैलाई पटक पटक भन्नुभयो, दाइ यहाँ हस्पिटल सुरु गरिदिनु पर्यो भनेर। मेयर साहब त एक दिन उहाँको टिमै मेरो घरमा पनि हामी बसेका थियौँ। हामीले भक्तपुरमा उहाँको कार्यकालमा एउटा नगरपालिकासँगै मिलेर नयाँ मेडिकल कलेज सरकारी र प्राइभेटको टाइअपमा चलाउने कि भन्ने पनि सल्लाह गऱ्यौँ। तर देशको विद्यमान कानुन बाधक बनेको कारणले हामीले त्यसलाई थ्रु गर्न सकेनौँ। यद्यपि यहाँ आयो, हाम्रो सोमजीले जहिले किचिज गरिराख्ने, यसो बोलाएर चिया खुवाउनुहुन्छ कि भन, एक कप चिया खायो, त्यो चाहिँ अर्कोपल्ट आउँ कि नआउँ भने जस्तो पार्ने क्या। यो अस्पताल त दाइ खोल्नु पऱ्यो नि भन्नुहुन्थ्यो। हामीलाई लगानीको हिसाबले हामीले हेर्ने हो भने भक्तपुरमा यो ठाउँमा आएर अस्पताल खोल्ने कुरा अलिक मूर्खहरूले, बेकुबहरूले गर्ने कामभित्र पर्छ। यहाँ गरेको लगानी उठ्दैन, त्यो हामीलाई थाहा छ। तर हामीले त्योभन्दा माथि के सोच्यौँ भने अब हामी जन्मिँदाखेरि हामी सुकुम्बासीको छोरा हो, मेरो दाइ यहीँ हुनुहुन्छ ठुलै। अब हामी अहिले आइपुग्दाखेरि राज्यलाई हेल्थ र एजुकेसनमा सबैभन्दा बढी कर तिर्छौँ गत 6 वर्षदेखि भनेपछि बुझिहाल्नुभयो अहिलेको नेपालको पाइनियर हेल्थ सेक्टरको लिडरहरूमध्येमा हामी पर्छौँ र यो सबैले बुझेकै कुरा हो। यहाँ पनि हामी कलेज चलाउँछौँ। काठमाडौँ मेडिकल कलेज प्राइभेट मेडिकल कलेजमा प्रतिष्ठित कलेजको रूपमा नै मानिन्छ। विराटनगरमा हामी नोबल मेडिकल कलेज चलाउँछौँ। अलि पर हामी पिपल डेन्टल कलेज चलाउँछौँ। अलमोस्ट 100वटा प्लस प्रोग्रामहरू हामी चलाउँछौँ हेल्थ सेक्टरमा। र हामीले यो खोलिराखेको यो अस्पताल तपाईँहरूलाई हामीले कति बुझाउन सक्यौँ हामीलाई थाहा छैन। यो सामान्य खालको हस्पिटल होइन, यो चाहिँ सुपर स्पेसियालिटी हस्पिटल, यानि कि वरिपरिका साना अस्पतालहरूमा सम्भव नहुने उपचारहरू जो चाहिँ हिजो काठमाडौँ पर रिङ रोडभित्र भएका केही लिमिटेड अस्पतालहरूमा मात्र जुन उपचारहरू सम्भव थिए, ती उपचारहरूलाई हामीले आज दुवाकोटमा सम्भव गराउने गरी यो हस्पिटल खोल्या। यसको टिपिकल नेपालीमा तपाईँलाई एकदम नेपाली ल्याङ्ग्वेजमा बुझ्ने भाषामा भन्नुपर्दा, यहाँ एकजना मान्छेलाई हार्ट एट्याक भयो भने अनि एम्बुलेन्स बोलाउनु पर्यो, त्यसले 15 मिनट टाइम जान्छ। त्यहाँबाट त्यहाँ लिएर जानु पर्यो, जाम टाइममा पर्यो भने त तिनकुने कटेर तपाईँहरू चाहिँ केएमसी पुग्नलाई तपाईँहरूलाई आधी घन्टाभन्दा बढी लाग्छ। गङ्गालाल पुग्नु पर्यो अथवा टिचिङ पुग्नु पर्यो भने त सवा 1 घन्टा 1.5 घन्टा लाग्छ। त्यो समयको बर्बादी नहोस्, समयमै टाइममै हार्ट एट्याक अथवा मुटु खोल्ने कुरो तपाईँलाई कहीँ यहाँ समस्या भइहाल्यो भने विदिन 10 मिनट, विदिन 15 मिनट, विदिन 19 मिनट, 20 मिनट भित्रमा हामीले सम्भव गराउन सकौँ भनेर हामीले यो खोलेको। तर त्यति मात्रै होइन, प्राविधिक रूपमा उपत्यका बाहिर नेपालको धेरै ठाउँमा सम्भव नहुने ब्रेन स्ट्रोक भयो अथवा रगतको नसा, टाउकोमा जाने नसा, टाउकाभित्र भएको गिदीमा हुने नसाहरू ब्लक भए, फुटे भने त्यस्तो नसाहरूलाई टाउको नचिनिकन तार र बेलुन नसाबाट, हातको या खुट्टाको नसाबाट लिएर गएर गिदीसम्म पुगेर टाउको खप्पर नफुटाइकन नछोइकन भित्रभित्रै तार र बेलुन लिएर गएर यो अस्पतालमा आज तपाईँको टाउको त्यसरी जिन्जी उपचार गरिन्छ। यसलाई साँच्चै नेपालीमा बुझ्ने भाषामा भन्ने हो भने 20 वर्ष अगाडि यो नेपालभित्र नै यो उपचार, यस्तो लेभलको उपचार सम्भव थिएन। अहिले पनि केही सोफिस्टिकेटेड हस्पिटल, काठमाडौँ मेडिकल कलेज अनि काठमाडौँका 2टा न्युरो सेन्टरहरू, टिचिङ लगायत केही 8-10वटा सेन्टरहरू बाहेक काठमाडौँभित्र पनि यो उपचार सम्भव छैन। जुन उपचार हामीले तपाईँहरूको घर आँगनमा दुवाकोटमा
पर्ने बित्तिकै हुने गरी त्यसको बेनिफिट के छ भने ब्रेन स्ट्रोक हो, तपाईँहरूलाई थाहा छ। त्यस पछाडि त मान्छे प्यारालाइसिस हुन्छ नि, होइन? हेर्नु भएको छ नि मान्छेहरूको। तर समयमा उपचार गर्न सकियो, ब्रेनको नसालाई खोल्न सकियो भने धेरै मान्छेहरू प्यारालाइसिस नभइकन नेपालीमा भन्दा ठम हिँडेर घर जान सक्नुहुन्छ। यो लाइफ सेभिङ उपचार हो। अब कस्तो हुन्छ भने तपाईँले 6 घन्टा 8 घन्टा पछाडि उपचारमा पुग्नुभयो, अनि जतिसुकै ठुलो प्रविधि भए पनि तपाईँले मेदान्ता पुर्याए पनि एम्समा पुर्याए पनि त्यो समय बर्बाद भइसके पछाडि, गोल्डन आवर कटिसके पछाडि, सर्टेन घन्टा कटिसके पछाडि संसारमा यसको उपचार छैन। त्यस कारणले यो उपचार हामीले तपाईँहरूको घर दैलोमा सम्भव गरेको हो। यद्यपि लगानीको हिसाबले यो मेसिन, यसको प्रविधि, अनि त्यति मात्रै होइन, मेसिन किनेर त टाढा दूरदराजमा धनगढीमा पनि राख्न सकिएला, कालीकोटमा जुम्लामा लगेर पनि राख्न सकिएला। तर त्यसरी टाउको खोल्ने, बिना अपरेसन टाउको खोल्ने मान्छेहरू नेपालभित्र मेरो जानकारीमा 8-10 जनाभन्दा बढी छैन। प्राविधिक जाँदैन, डाक्टर जाँदैन, त्यो लेभलको डाक्टरै जाँदैन। अनि नगएपछि मिसिनमा मात्रै पैसा हालेर के गर्ने? उठ्दैन पैसा। त्यस कारण काठमाडौँ मेडिकल कलेज केएमसी सिनामङ्गलको प्राविधिकहरू र दुवाकोटको प्राविधिकहरूको जोइन्ट भेन्चरमा हाम्रो एउटै अर्गनाइजेसन भएको हुँदाखेरि मान्छे इमर्जेन्सीमा आइपुगे पछाडि यहाँ स्ट्यान्ड बाई फ्याकल्टीले सकेर उहाँबाट तुरन्त गाडीमा चढेर मान्छे आइपुग्छ। र हाम्रो प्राविधिकहरूभन्दा पनि हाई लेभल प्राविधिक चाहियो भने पनि हामी त्यसलाई पनि एभाइलेबल गराउने कसरतमा छौँ। तर आजको मितिमा काठमाडौँभित्र उपलब्ध सेवा, जुन लेभलमा काठमाडौँको टप सेन्टरहरूमा सेवाहरू प्रदान हुन्छन्, त्यो लगभग सबै प्राय सेवाहरू हामी यहाँ दिन सक्छौँ। एउटा क्यान्सरको रेडियोथेरापी हामीसँग अहिले यहाँ छैन। र त्यो बाहेक अब तपाईँहरूले अहिले भिजिट पनि गरेर आउनुभयो, हेर्नुभयो होला। अब हामीले यहाँ बनाएका अपरेसन थिएटरहरू मोडुलर उटीहरू छन्, एकदम एडभान्स लेभलको अपरेसन थिएटरहरू हामीले बनाएका छौँ। इक्विपमेन्टहरू एडभान्स लेभलको राखेका छौँ। अब पहिला जमानामा भन्नुहोस्, हामीले विराटनगरको नोबेल खोल्दाखेरि मैले किन्दाखेरि 4 स्लाइसको सिटी किने। अहिले यहाँ 128 नम्बरबाटै बुझ्नु होला, कहाँ 4 कहाँ 128। अहिले हामीले यहाँ राखेको सिटी स्क्यान मेसिन 128 स्लाइसको सिटी स्क्यान मेसिन हो, जसले मुटुको एनजिओ गर्छ अथवा शरीरको नसाहरूको एनजिओ गर्छ। त्यसको निम्ति हिजो तपाईँ रिङ रोडभित्र पुग्नु पर्थ्यो। त्यो पनि सेवा अहिले हामीले यहाँ एकदम लेटेस्ट जर्मनीबाट ल्याएको सिमेन्स कम्पनीको मेसिन राखेका छौँ। अब टाउको खोल्नु पर्यो, अघि मैले भने बिना अपरेसन टाउको नसा खोल्ने कुरा, तर प्राविधिक रूपमा त्यसले सम्भव भएन। कसैको ठुलो ट्युमर छ, केही छ, समस्या छ भनेदेखि टाउको खोल्नु पर्यो भने हामीले प्रयोग गर्ने माइक्रोस्कोप जाइज कम्पनीको युरोपियन वर्ल्ड क्लास, तपाईँहरूले हेर्नु पनि होला माथि अघि, त्यो वर्ल्ड क्लास स्ट्यान्डर्डको हामीले माइक्रोस्कोप र नेपाली भाषामा भन्दा न्युरो सर्जरीमा पिएचडी गरेका, हाम्रो टर्ममा मेडिकल टर्ममा एमसिएच भन्छौँ हामी, डिएमएमसिएच गरेका डाक्टरहरू जति फ्याकल्टीमा डिएमएमसिएच नेपालभित्र पाइन्छ प्राय सबै विषयमा डिएमएमसिएच यानि कि पिएचडी गरेका डाक्टर साहबहरूलाई हामीले यहाँ राखेका छौँ। अब तपाईँहरू सबैले कसैले पनि बिरामी हुनु नपरोस्, तपाईँहरू सबैजना सधैँ स्वस्थ हुनुहोस्। तर कहिलेकाहीँ परिहालेछ भने तपाईँहरू हामीलाई सम्झिनुहोस्। हामी तपाईँहरूको सेवामा अहोरात्र खट्छौँ, लाग्छौँ। र यो समाज, यो सोसाइटी जसरी तपाईँहरू चाहिँ अहिले एकदम उत्साहित भएर आउनुभएको छ, तपाईँहरू सबैले हामीलाई सहयोग गरिदिनु भयो भने मलाई के विश्वास छ भने हामीले के परिकल्पना गरिरहेछौँ भने हामीले काठमाडौँ मेडिकल कलेज सिनामङ्गललाई कर्पोरेट हस्पिटलको रूपमा मात्रै डेभलप गर्ने, त्यसले चाहिँ पैसा कमाउने, यो चाहिँ पब्लिकको निम्ति ओभरअल देशभरिकै, फेरि यहाँ मात्रै होइन, हुम्ला जुम्ला कालीकोटदेखि कर्णालीदेखि तराई मधेस पहाड ओलङचुङगलासम्मको गरिब दुखी पीडित जनताहरूलाई ल्याएर सक्दा निःशुल्क नसके पनि सशुल्क नेपालकै सबभन्दा सस्तो अस्पतालको रूपमा यसलाई विकास गर्ने र यसलाई क्रमशः 550 अहिले 300 बेडको हो, यसलाई हामीले 500-550 बेडमा लाने हामीले परिकल्पना गरेका छौँ। अनि तपाईँलाई मैले इमान्दारितापूर्वक भन्नै पर्छ, हामी पार्लियामेन्टमा सँगै थियौँ हाम्रो दुर्लभ थापा दाइरामा। अब उहाँलाई मैले प्रमुख अतिथि बनाउला भनेर भनेको थिएँ,
वचन दिएको थियो। अब प्रोटोकल कस्तो समस्या पऱ्यो भने हामी दुइटै पाखा लागेका सांसद पऱ्यौँ, जेएनजीले हानिदिइहाले। अब हामी आफै कानुन बनाउने मान्छे, हामीले कानुनभन्दा बाहिर त काम पनि गर्नु भएन। यहाँ त प्रदेशको स्वास्थ्य मन्त्रीहरू आउनुभएको छ, अर्को मन्त्री हुनुहुन्छ, प्रतिनिधि सभा सदस्य आउनुभएको छ, अनि फेरि सुनिल शर्माहरूले आफूलाई प्रमुख अतिथि बनायो भन्नु होला भन्ने डरले बनाएन हामीले। अनि दुर्लभ दाईसँग हामी लास्ट बेन्चर हो पार्लियामेन्टको। पहिला हामीले पटक पटक सल्लाह गऱ्यौँ। अनि यहाँ चाहिँ ल जसरी पनि अस्पताल खोल्ने भन्ने कुरा भइसके पछाडि उहाँहरू सबैले ल तपाईँलाई हामी पूर्ण रूपमा सहयोग गर्छौँ भने पछाडि हामी आयौँ र एकपल्ट यो 3टा पात्रका नाममा, यहाँको वार्ड अध्यक्ष, यहाँको मेयर, यहाँको पूर्व सांसदका नाममा एकपल्ट पर्र ताली पड्काइदिनुहोस् त। ल उहाँहरूका कारणले नै हामी आएको। अब अहिले हाम्रो अस्पताल यहाँ खोल्ने प्लान थिएन। यो हाम्रो डेन्टल हस्पिटल थियो, यसलाई डेन्टललाई सार्यौँ हामीले, अनि हामीले यसलाई चाहिँ सुपर स्पेसिलिटी हस्पिटलको रूपमा डेभलप गऱ्यौँ। यहाँहरू सबैले यो फेसिलिटी इन्जोय गर्नु होला। अलिकति केही टाइम अझै हामीलाई लाग्न सक्छ यसलाई पर्फेक्टली अगाडि बढाउनको निम्ति। म आफै स्वयं म पनि यहाँ दैनिक आइरहेको छु। मेरो दाई यहाँको सिइओ, हाम्रो टप म्यानेजमेन्ट, हाम्रो प्रिन्सिपल, हाम्रो मेट्रोन, हाम्रो हस्पिटल डाइरेक्टर, हाम्रो त्यहाँको सिनियर एचओडीहरू सबै हामी दैनिक यहाँ आइरहेका छौँ। अहिले यसलाई एकदमै स्तरीय रूपमा सोफिस्टिकेटेड हस्पिटलको रूपमा यसलाई लाने भनेर हामीले चाहिँ पहिलो न्युरो सर्जरीको केस पनि अस्ति टाउको खोलिवरी मान्छे ठिक पारेर घर पठाइसक्यौँ र यहाँ अपरेसन सुरु भइसक्यो। र अर्को 1 महिनाभित्रमा फुल फेज, यानि कि अहिले हामीले यहाँ ट्रान्सप्लान्ट गर्नको निम्ति, किडनी ट्रान्सप्लान्ट, लिभर ट्रान्सप्लान्टको निम्ति पनि हामीले माथि हेर्नुभयो तपाईँहरूले, भित्रबाट भित्रै छिर्ने अपरेसन थिएटर अटोमेटिक डोर राखेर हामीले बनाइसकेका छौँ। सिनामङ्गलबाट बिस्तारै त्यसलाई हामी सिफ्ट गर्ने प्लानमा छौँ। यति भन्दै अब म त गिरिजाप्रसाद कोइरालाको चेलो, त्यही ठाउँबाट आएको। उहाँले के भन्नुभएको छ भने गफ कम काम बढी, त्यस कारणले गर्दा अब हामी अलिक काम गर्ने पार्टीमै पर्छौँ। अब काम गरेर देखाउँला भन्दै अहिले मैले यहाँका बिचबाट बिदा मागे। अवस्था चाहिँ नेपाल, धन्यवाद, नमस्कार। यहाँ चाहिँ बेसिकल्ली बुझ्नुपर्ने कुरा के हो भने यो चाहिँ सामान्य हस्पिटल होइन, यो चाहिँ टर्सियरी सेन्टर हुनाले सुपर स्पेसिलिटी। यो एरियामा चाहिँ जस्तो अब यहाँ हार्ट एट्याक भयो भने मुटु खोल्ने सिस्टमहरू थिएन होइन। अब यहाँ हामी मुटु खोल्छौँ। अब टाउको जस्तो ब्रेन स्ट्रोक भयो भने त्यसलाई चाहिँ नसाबाट बेलुन र तार लिएर गएर नसा खोल्छौँ, ब्रेनको नसा खोल्छौँ होइन। लेजरबाट चाहिँ सर्जरीहरू गर्छौँ। त्यस कारणले अब यो चाहिँ सुपर स्पेसिलिटी, यानि कि हिजोसम्म काठमाडौँभित्र रिङ रोडभित्र धाउनुपर्ने समस्यालाई, त्यो झन्झटलाई हामीले मुक्त गराएका छौँ। भक्तपुरमा सुपर स्पेसिलिटी सेन्टर भने काठमाडौँमा अथवा नेपालभित्र पोसिबल लगभग सबै उपचारहरू अब यहाँ सम्भव छ। यसरी बुझिदिनु पऱ्यो। अनि यहाँ पनि हामीले यो लगभग च्यारिटेबल हस्पिटलकै रूपमा हामीले परिकल्पना गरेका हो होइन। यसलाई सेल्फ सस्टेन्सी गराउने, तर यसबाट हामीले धेरै नाफा कमाउने हिसाबले हामीले सोचेका छैन। यो चाहिँ अब फेरिमा पनि बरु अलिकति काठमाडौँभन्दा बाहिर छौँ नि। अहिले हामी त मेन रिङ रोडभन्दा बाहिर छौँ नि। अब यो मुलुकभरि जस्तो अहिले हामीले हुम्लामा 100वटा सिट 100जना बिरामी पठाइदिनुहोस् भनेका छौँ फ्री गर्नलाई। त्यस्तै अब कर्णालीमा अरू ठाउँमा स्किमहरू दिइरहेको छौँ। यही नगरपालिका नै आज हामीले एमओयू गरेका छौँ। यसमा मेयर साहबहरूलाई हामीले अहिले तुरुन्तै तत्काललाई 100जनाको हाम्रो उपलब्ध सेवाहरू सबै फ्री गर्ने गरी गरिदिन्छौँ भनेको छौँ। अरू चाहिँ अब वर्षभरि गर्ने गरी हामीले एमओयू पनि गरिदिएका छौँ। र यो मुलुकैभरिबाट पैसा नभएर मर्नुपर्ने चिजको अन्त्य गर्ने कुरामा हामी एउटा पिलरको रूपमा आफूलाई खडा गर्न चाहन्छौँ। एक लाइनमा भन्दा नि साँच्चै जेन्युन दुई छक भागको निम्ति सङ्घर्ष गरिरहेको एउटा गरिब नेपाली पैसा नभएकै कारणले अपरेसनबाट वञ्चित भएको छ भने एकपल्ट हामीलाई सम्झिनुहोस् भन्न चाहन्छौँ। सकेको गर्छौँ। अब बाक्साभित्र खेल थाहा छैन मलाई होइन। जनताले दिएको मत त्यही हो भन्ने देखियो। अब हारियो, अब स्वीकारिसक्यो होइन। अब भोलि पर्सि अब अर्को ठाउँ अथवा त्यही ठाउँ जनताको मन अझै जितेर चुनाव लड्न मन लागेछ भने यो यस्तो क्या निर्वाचन भनेको आउँछ जान्छ होइन। यो चाहिँ मानवीय कुरा हो। हामी भगवान् गौतम बुद्धका सन्तान हौँ। हामीले बाँच्दैखेरि कति पुण्य कमाउने भन्ने मात्रै हिसाब हुन्छ। मरेर जाँदाखेरि त्योभन्दा बढी केही पनि हिसाब हुँदैन। त्यही कारण पुण्य आर्जन गर्ने क्रममा दुवाकोट भक्तपुर खोलियो काठमाडौँ मेडिकल कलेजको यो सेन्टर। अब अझै थप पुण्य कम्बो भनेर अलिक थप्नु पऱ्यो भनेर खोल्या हो हामीले। यो छैन हामीसँग 4 ठाउँमा हस्पिटल छ होइन। मलाई सोध्नुहुन्छ भने 2टा हाम्रो माइनिङ हो। खानी भन्छ नि, खानी अफ्रिकातिर चाहिँ गोल्ड माइन भने जस्तै हाम्रो एउटा चाहिँ हाम्रो यङ जेनेरेसन एउटा माइन हो, जसलाई हामीले चाहिँ नर्स, डाक्टर, इन्जिनियर, सिए हुन्छ नि टेक्निकल एजुकेसनमा एजुकेट गर्न पाएको भए प्रत्येक घरमा चाहिँ समस्याहरू हल हुन्थ्यो। 10 वर्षभित्रमा हाम्रो गरिबी नै निवारण हुन्थ्यो। अर्को चाहिँ हामीले विश्व बजारमा बेच्न सकिने सेलेबल विषय भनेकै मेडिकल एजुकेसन हो, जसलाई चाहिँ केही वर्षदेखि होइन
मान्छेहरू अनसन बस्ने के गर्ने प्रोपोगन्डा गर्ने होइन र यसलाई चाहिँ कसरी हुन्छ डुबाउने नीतिका साथ लागेको हुँदाखेरि अब मलाई लाग्छ आउने नयाँ सरकारले राम्रो नीति बनाएर यसलाई फस्टाउने काम गर्छ कि भन्ने मलाई विश्वास छ। अब हेर्दै जाउँ। अहिले त कस्तो गर्नु छ भनेदेखि अब यहाँ वार्षिक रूपमा 2 लाख मान्छे नर्सिङ पढ्न चाहन्छन् छोरीहरू होइन। तर मेडिकल कलेज तपाईँ जहाँ हुनुहुन्छ नि हामी मेडिकल कलेज हो नि त, हामी डिएमएमसिएच भनेको पिएचडी लेभलसम्म पढाउँछौँ। टाउको खोल्ने मान्छे उत्पादन गर्छौँ, मुटु खोल्ने मान्छे उत्पादन गर्छौँ होइन। तर हामीले नर्स पढाउन पाउँदैनौँ भनेपछि योभन्दा बेहाल कन्ट्रीको केही हुन्छ भनेदेखि हिजो गलत मतलब नीतिका कारणले गर्दाखेरि मेडिकल शिक्षा पछाडि परेको छ। डेफिनेटली तपाईँको क्वेसन जेन्युन हो। अब त्यसलाई नयाँ बन्ने सरकार द्वितीयको छ, अब चेन्ज गर्ला भन्ने विश्वास गरौँ। क्युबाको कुरा त मैले पार्लियामेन्टमा पेस गरेकै विषय भयो होइन, प्रेजेन्टेसनै गरेको थिएँ मैले। उनीहरूले चाहिँ चिलीमा होइन जापानमा होइन वरिपरि पेरिफेरी साउथ अफ्रिकन कन्ट्रीहरूमा डाक्टरहरू मेडिकल प्रोफेसनहरू पठाएर हाम्रो नेपालको अहिलेको वार्षिक बजेटभन्दा बढी पैसा विश्व बजारमा आफ्नो मेन पावर क्वालिफाइड हेल्थ म्यान पावर पठाएर आर्जन गरेको छ। त्योभन्दा बढी हामी गर्न सक्छौँ। तर त्यसमा नीति बदल्नुपर्छ हामीले थोरै। जस्तो मेडिकल कलेजहरूमा के गर्ने भन्दाखेरि एउटा सेप्टेम्बरको एउटा फेब्रुअरीको सेसन दिने, डेटेड 100 को 2टा इन्टेक दिने, नर्सिङहरूमा पनि के छ 100 को इन्टेक दिने होइन, 2 इन्टेक दिने। जेनरल नर्सिङ भयो, बिएससी नर्सिङ भयो, बिएन भयो, यसलाई चाहिँ जो अलिकति थोरै मात्रै मोडिफाई गर्ने हो भने र जस्तो अब अफ्रिकाबाट विद्यार्थीहरू यहाँ आउन चाहन्छ होइन, त अफ्रिकाको विद्यार्थी यहाँ आउनको निम्ति त अफ्रिकन सिलेबस अनुसारको हामीले इन्ट्रान्स मात्रै अफ्रिकाको राजभाषा लिइदिए भइहाल्यो नि। मैले एउटा इक्जाम्पल भने तपाईँलाई। अब जस्तो भन्नुहोस् न चिलीको विद्यार्थी यहाँ आउन चाहन्छ, ब्राजिलको स्टुडेन्ट यहाँ आउन चाहन्छ भने भियतनामबाट आइरहेछ भने चाहिँ अब त्यहाँको विद्यार्थी ल्याउनको निम्ति त हाम्रो राजभाषाहरू अथवा हाम्रो नियोगहरूमा इन्ट्रान्स राखिदिए भइहाल्यो नि। अथवा नेसनली भ्यालिड जस्तो स्याट जिआरई जिम्याट जुन संसारमा हार्वर्डले मान्छ, क्लिभल्यान्डले मान्छ होइन, चाइनिजले मान्छ, अमेरिकनले मान्छ, अस्ट्रेलियनले मान्छ भने हामीले नमान्ने भन्ने त हुँदैन। अलिकति स्लाइटली रुलहरू चेन्ज गरिदिने हो भने नेपाल चाहिँ मेडिकल हब, संसारको मेडिकल एजुकेसनको हब बन्न सक्छ। जस्तो हाम्रो देशमा पऱ्यो होइन, शुभकामना दिनु पऱ्यो। अब एउटा मात्रै सांसदको त त्यहाँ के नै दम हुन्छ र होइन। तर पार्टीगत रूपमा 2 तिहाई ल्याएकोले चाहिँ अब मैले गर्न सकिनँ भन्ने ठाउँ त रहेन नि त। जनताले 2 तिहाई दिइसके भनेदेखि यो 5 वर्षमा व्यापक चेन्ज हुन्छ र गर्नुपर्छ र उहाँले गर्नुहुन्छ भन्ने मलाई लाग्छ। अरू त्यहाँ भयो गर्ने हो, अब बुद्धि नभएकाहरू गएका छन् भने झर्ने हो। अब के गर्नुहुन्छ, चेन्जेस गर्नुपर्ने धेरै कुराहरू छ होइन। अब नन रजिस्टर औषधि भनिदियो, 1 टाइमसम्म चाहिँ जो अनुमति दियो त्यहाँबाट नदियो, यो चाहिँ हुन्छ नि, यो खासमा घुमाएर घुस्काने उपाय हो। सरकारी जुन संयन्त्रहरूले व्यापक बदमासी गरेका छ। यो चिजहरूको अन्त्य हिजो पनि हामी बोले हो, अहिले पनि हामी बोल्छौँ। यी सबै कुराहरूको माल प्र्याक्टिसको अन्त्य हुनुपर्छ। गभर्मेन्टको प्रायोरिटीमै परेन क्या। जस्तो भन्नुहोस् एकछिनलाई हामी कृषि भन्छौँ होइन, भन्छौँ नि त, हाइड्रो भन्छौँ, अर्को भन्छौँ नि त। प्रायोरिटी सेक्टरमा लोन पनि सफ्ट लोन दिएको छ नि, तर मान्छेको प्रत्यक्ष जीवन जोडिएको अस्पताल चलाउनेहरूलाई त केही पनि छैन नि त। यहाँ त बिजुलीमा चाहिँ टाइममा पैसा तिर्दाखेरि पनि पेनल्टी हानेको छ क्या है, हैरानी गरिदिएको छ। करमा त्यस्तै गरिदिएको छ। फुल अडिटको नाममा चाहिँ जो व्यापारीहरूलाई लुट्नुसम्म लुटिएको छ। त्यस कारणले गर्दाखेरि यी तमाम विषय विकृति भएको हुँदाखेरि अब त्यो विकृतिको पराकाष्ठा धेरै भएर अस्ति जेन्जी मुभमेन्ट पनि भयो, छताछुल्लो भयो नि त। खास जनताको आक्रोश सडकमा आएको, यो कुराहरूलाई चेन्ज गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ। नागरिकको हितमा यी कुराहरू बन्नुपर्छ। नयाँ नीति नियमहरूले यसलाई चाहिँ इन्कर्पोरेट गरेर लानुपर्छ भन्ने हो मेरोवालालाई थाहा छ होइन। तर अब यो चाहिँ अब हामी डेमोक्रेट भएको नाताले हामीले स्वीकारिसक्यौँ। तर यस्तो 2 तिहाईको मिराकल चाहिँ नेचुरल हुन्छ भन्ने कुरा मान्छेहरूले क्वेसन गरेका छन् होइन। ब्यालेट चेक गर्नुपर्छ भन्ने क्वेसनमै आइरहेछ। अब त्यो त फेज गइसक्यो। अब हाम्रो शुभकामना छ, 5 वर्ष भनेको के होइन, कटिहाल्छ। उहाँहरूले राम्रो गर्नुहोस् भन्ने हाम्रो पार्टीभित्रै भनाइ। हार्नुको मुख्य कारण चाहिँ के हो भन्नुहुन्छ भने हिजो जुन गत 5-7 वर्षमा जे भयो नि समस्याहरू, अहिले तत्काल हाम्रो चाहिँ भन्नुहोस् न, अहिले नयाँ युथहरूले टेक ओभर गरेको कुरा त पब्लिकमा पिपुलमा त सम्प्रेषणै गर्न सकेन नि हामीले। त्यस कारणले गर्दाखेरि अब यो विषय टाइम लाग्छ हामीले सम्प्रेषण गर्नलाई। यसलाई जनताको बिचमा जानुपर्छ, जनतासँग काङ्ग्रेस जोडिनुपर्छ होइन, राजनीति दलले अझै जनतासँग जोडेर काम गर्नुपर्छ। त्यस पछाडि जनताले राम्रो मत दिन्छन्, जितिहालिन्छ। अन्तर्द्वन्द अथवा अन्तर्घात भन्ने कुरा यो 79 74 अथवा 46 स्टेट जहिले नि त्यसभित्र जितेर आउने हो है, त्यसभित्र जितेर आउने हो। अब अन्य नभएको क्षेत्र चाहिँ मेरो, म तपाईँलाई अनेस्टली भनिदिन्छु, मेरोमा चाहिँ नेपालभरि नै काङ्ग्रेस एक थियो, एक क्षेत्र थियो। साथीहरू सबैले मेहनत गर्नुभयो, सहयोग गर्नुभयो। बक्सा खोल्दा हामी अचम्ममा पऱ्यौँ। कुरा त्यति नै हो होइन। अब त्यो त अब केले गर्दा सिधै थाहा छैन, अहिले त्यही भयो आउटफिट हामीले त्यो होइन। तपाईँहरू त्यो कटिङ मात्रै हाल्नुभयो होइन। त्यहाँ जति बेला जेन्जी मुभमेन्ट भइरहेको थियो त्यति बेलाको परिस्थिति के थियो भन्दा टेरोर थियो स्थिति
होइन तपाईँ छातीमा हात राखेर राजनीतिक दलका सबै मान्छेलाई सोध्नुहोस् न अहिले पनि होइन तपाईँको जुन जेएनजी सरकारले गराएको चुनावमा मान्छेहरू सन्तुष्ट छ त अहिले पनि छैन म यो पनि भनिदिन्छु तपाईँलाई बुझ्नुभयो नि त फेयर गभर्मेन्ट स्वतन्त्र गभर्मेन्ट होइन सबैले एक्सेप्ट गर्ने खालको गभर्मेन्ट भित्र इलेक्सन हुनुपर्छ भन्ने मान्यता सामान्य हो एक र अर्को कुरा आर्मीलाई ककसमा राखेर 46 पछाडि गराइएको पहिलो निर्वाचन नेपाली सेनालाई एकदम पूर्ण रूपमा इन्भल्भ गराएर गराइएको यो चाहिँ हामीलाई चुनाव अगाडि पनि शङ्का थियो चुनाव पछाडिको परिणाम पनि अति मतलब एकदम यो चाहिँ अलि पत्याउन गाह्रो खालको परिणाम आएको छ नि त होइन यद्यपि हामीले यसलाई स्वीकार्यौँ भने मैले तपाईँलाई होइन त्यसले गर्दाखेरि जुन बेला जेएनजी मुभमेन्ट भइरहेको थियो र जति बेला जेएनजीका साथीहरू हामी टेबलमा बसिरहेका थियौँ त्यो बेला सरकारलाई प्रेसर दिन जरुरी थियो र त्यति बेला हेर्दाखेरि चुनाव हुने स्थिति पनि थिएन हो तपाईँ 16 गतेसम्म पनि पार्लियामेन्ट रिजिस्टर हुन्छ भन्ने त हल्लै थियो नि होइन र त्यो परिस्थिति यहाँ बोलेको कुरो कटिङ निकालेर तपाईँहरू अतिरञ्जित गर्न पाउनुहुन्न नयाँ ढङ्गले नयाँ कुरा गर्नुहोस् जनताले ब्यालेटबाटै पुर्याइदिइसक्यो बाहिर त सकिसक्यो एउटा मात्रै खेलै ओभर भइसक्यो धारणा दिइसक्यो हेर्नुहोस् अहिले गगन थापाले राजीनामा गर्नुपर्छ भन्ने केही जरुरी छैन किन भन्नुहोस् न उहाँ हिजो अस्ति भर्खर अस्ति कति 40-50 दिन पनि भएको छैन छ चुनावको मुख सभापति भएन बिचरा अनि उहाँको के दोष छ यो सबै दोषको भागीदार काङ्ग्रेस सबै हामी म पनि हो त्यसको पर्सेन्टेज कति हो भन्ने मात्रै होइन त्यस कारणले संयुक्त रूपमा सबैले यसको दोषको जिम्मा लिनुपर्छ गगन थापा सिङ्गल यसको दोषी होइनन् न थिए न छन् न हुनेवाला छन् र मलाई के विश्वास छ भने केन्द्र कमिटीले रिजल्ट होस् नेतृत्वमा भएको भए हामीलाई के चाहिँ हो भने पुरानो नेतृत्वमा भोट माग्न जान हामीलाई अप्ठ्यारो हुन्थ्यो नयाँ चेन्जेस नेतृत्वमा कम्फर्टेबली हामीले भोट माग्न पायौँ परिणाम त यस्तै आउँथ्यो हेर्नुहोस् नयाँ पुरानोमा खासै फरक आउँदैन थियो